के तपाईलाई थाहा थियो कि मोडर्न एनालिटिक्स आउनुभन्दा अगाडि एनालिस्टहरूले फुटबल पिचलाई 18 वटा जोन्समा भाग लगाउँथे भनेर? एभ्री एक्सन जस्तै कि पास, शट्स अनि डुअल्स सबै यो 18 वटा जोन्समा नै ट्र्याक गरिन्थ्यो। र त्यो सबै जोन्सहरूमध्ये एउटा खास जोन छ जसको बारेमा आज हामी कुरा गर्न गइरहेका छौँ र त्यो हो जोन 14। जोन 14 अट्याकिङ थर्डमा पेनाल्टी बक्सको बाहिरको बीचको भागलाई भनिन्छ। जोन 14 कुनै नयाँ कुरा चाहिँ होइन, तर जोन 14 स्पेशल छ किनभने जोन 14 बाट तपाईँ वाइड पास खेल्न सक्नुहुन्छ, पेनाल्टी बक्समा डाइरेक्ट पास खेल्न सक्नुहुन्छ, अझ तपाईँ जोन 14 बाट डाइरेक्ट सुट नि गर्न सक्नुहुन्छ। अझ जब फ्रान्सले 1998 मा विश्वकप अनि 2000 मा युरोपियन च्याम्पियन्स लिग जिते, फुटबल अनुसन्धानकर्ताहरूले के पत्ता लगाए भने यी टुर्नामेन्टमा फ्रान्सले 81.9% असिस्ट जोन 14 बाट गरेका थिए। र 2001-2002 प्रिमियर लिग सिजनको एक अध्ययन अनुसार अनुसन्धानकर्ताहरूले के पत्ता लगाए भने जोन 14 बाट पास सिधै पेनाल्टी एरिया भित्र खेलेर गोल गर्ने सम्भावना वाइड एरियाबाट खेल्नुभन्दा 4 गुणा बढी हुन्छ। तर यी तथ्याङ्कहरू 90s को अन्त्य र 2000 को सुरुवातको हो। हालमा फिफाको टेक्निकल स्टडी ग्रुपले 2023 महिला विश्वकपको अनुसन्धानको क्रममा के पत्ता लगायो भने टिमहरूले जोन 14 लाई प्राथमिकता दिँदै लो ब्लकमा आफ्नो डिफेन्सिभ विथ निकै नै टाइट गर्न थालेका छन्। 2019 को महिला विश्वकपमा डिफेन्सिभ विथ 34.6 मिटर थियो भने 2023 मा 33.7 मिटर थियो। यस अर्थ टिमहरू डिफेन्सिभली पहिलाभन्दा झन बढी कम्प्याक्ट भएर खेल्न थालेका छन्, जसले गर्दा जोन 14 मा चान्स क्रिएट गर्न निकै नै गाह्रो बनेको छ। अझ 2019 महिला विश्वकपको तुलनामा 2023 मा लाइन ब्रेक्स टु द मिडल त झन् 22% ले घटेको छ। यसले प्रश्न पार्छ कि टिमहरू जोन 14 डिफेन्ड गर्नुमा निकै नै सिपालु भइसकेका छन्। तर हामी फेरि फर्केर पुरानो तथ्याङ्कलाई हेर्ने हो भने उहाँहरूले आफ्नो अध्ययनमा के भन्नुभएको छ भने जोन 14 मा 2.7 सेकेन्ड भन्दा कम समयसम्म मात्र बल छ भने गोल हुन्छ, तर यदि जोन 14 मा 8 सेकेन्ड भन्दा बढी समयसम्म बल छ भने गोल हुने सम्भावना नै हुँदैन। त्यो 2000 मा पनि लागू हुन्थ्यो र अहिले पनि, किनभने फुटबलको प्रिन्सिपल पहिले र अहिले एउटै हो। त्यति बेला पनि जोन 14 मा छिटो डिसिजन लिनु पर्थ्यो भने अहिले पनि त्यही गर्नुपर्नेछ, किनभने जोन 14 मा तपाईँ बलसँग हिचकिचाउनु भयो भने डिफेन्डर्सले तपाईलाई सराउन्ड गर्नेछ र तपाईले की पास वा गोल गर्ने मौका गुमाउनु हुनेछ। यी सबै हुन् 2025-2026 सिजनका गोलहरू जुन सिधै जोन 14 बाट भएका छन् र यी भिडियोहरूले के प्रमाण गर्दछ कि जोन 14 अहिले पनि प्रभावकारी छ। एक मात्र अन्तर यो छ कि आजकाल टिमहरू जोन 14 लाई पहिलाको तुलनामा निकै राम्रोसँग डिफेन्ड गर्दछन्। त्यसैकारणले जोन 14 खेलको एउटा महत्त्वपूर्ण भाग हो। फरक यति छ कि तपाईँ जोन 14 लाई कसरी प्रयोग गर्नुहुन्छ। आशा छ कि अब तपाईलाई थाहा भयो होला जोन 14 के हो, किन महत्त्वपूर्ण छ र कसरी प्रयोग गर्न सकिन्छ। तर यदि अपोजिसनले जोन 14 मा निकै नै राम्रो डिफेन्ड गर्यो र तपाईले जोन 14 मा बल खेल्न सक्नु भएन भने के गर्ने? अर्को एउटा जोन छ जहाँ बल पुग्यो भने खेल हार र जितको निर्णय हुन्छ। त्यो जान्नको लागि हाम्रो अर्को भिडियो अवश्य हेर्नुहोला।